Hello and namaste everyone. Welcome to my first video on YouTube. So यो चाहिँ मेरो YouTube को first video हो अनि I'm trying for the first time हैन. I even don't know how to hold the camera. त्यही पनि मैले try गरिरहेको छु. So अब चाहिँ म बिहानको क्लासको लागि रेडी हुन्छु. अब चाहिँ म बिहानको क्लास जानलाई रेडी भइसकेँ. अब म जान्छु. सो गाइज म चाहिँ अहिले स्कुलबाट आइसकेँ. स्कुल मतलब क्लासबाट आइसकेँ बिहानको. सो आज चाहिँ त्यस्तो चाहिँ कुनै स्पेशल टपिकमा अथवा कुनै कन्टेन्ट टाइपको भिडियो बनाऊँ भन्ने छैन. सो आई विल इन्ट्रोड्युस माइ सेल्फ. हेलो एन्ड नमस्ते एभ्रिवान. मेरो नाम सुप्रिया हो अनि म चाहिँ 2081 ब्याचको एसी स्टुडेन्ट हो. मिन्स म अहिले एसी दिएर बसेको छु. टोटल्ली बेरोजगार. मतलब इनफ टाइम छ कि फ्री काम छैन. लाइक दिन पनि के गरेर बिताम वाट टु डु टाइपको हुन्छ होइन. सो म जस्तो एसी दिएको त थाउजन्ड्स अफ स्टुडेन्टहरू हुनुहुन्छ होला. हाउ डु यु गाइज फिल होइन. तपाईँहरूलाई कस्तो फिल हुन्छ अनि कसरी दिन बिताइराख्नु भएको छ. वाट आर यु गाइज डुइङ. अनि त्यस पछाडि सो अब 3 महिनाको बिदा पनि यत्तिकै के हुन्छ नि केही नगरेरै गयो नि त. अब त 3 महिना मात्रै 2 महिना अब 1 महिना बाँकी चाहिँ रिजल्ट आउने बेला नि भइसक्यो. सो मेरो दिमागमा चाहिँ के आयो भन्दाखेरि आई विल अपलोड भिडियो अन युट्युब. अब चाहिँ म केही काम छैन युट्युबमा भिडियो बनाएर हाल्छु भन्ने आयो. सो त्यही भएर आई विल ट्राई टु मेक ब्लग्स रे. सो इनफ्याक्ट होइन मलाई चाहिँ भिडियो राम्रोसँग एडिट गर्न नि आन्न. अनि त्यसपछि आई इभन डोन्ट नो हाउ टु होल्ड अ क्यामेरा. त्यही पनि आई एम ट्राइङ माई बेस्ट होइन. अब यत्रो भनेर अब आई डोन्ट नो आई विल कन्टिन्यू अर नट बट आई विल ट्राई टु कन्टिन्यू है. अनि त्यही हो लाइक हुन्छ नि अब बाँकी 1 महिना बिदामा अब के गरिन्छ कस्तो गरिन्छ अनि आफूले थाहा पाएको केही कुरा सेयर गर्ने हुन्छ. प्लस अब भिडियोहरू अपलोड गरेपछि त अलिअलि भए पनि मान्छेसँग इन्टरेक्ट हुन्छ नि त. अनि उहाँहरूबाट मतलब उनीहरूबाट पनि केही कुरा सिक्न पाइन्छ. प्लस यो खाली बसेको बेला थोरै भए पनि नयाँ सिकिन्छ कि. लाइक अब भिडियो गर्दा हल्का एडिटिङको थोरै भए पनि सिकिन्छ. प्लस अरू कुरा. अनि त्यसपछि लाइक आफूले थाहा पाएको कुरा आफूबाट अरूले पनि सिक्ने अपर्च्युनिटी पाउँछ. अनि एट द सेम टाइम आफूले पनि अरूबाट धेरै कुरा सिक्न पाइन्छ नि त. सो त्यही भएर चाहिँ मैले अपलोड गर्छु भन्ने मेरो दिमागमा आयो. अब आई विल ट्राई. सो अब आज त त्यस्तो केही त्यो कन्टेन्ट टाइपको मतलब स्पेसल टपिकमा चाहिँ छैन. दिस इज माई फर्स्ट भिडियो. अनि अलि पछिबाट चाहिँ अब आई विल ट्राई टु मेक ब्लग्स वाट आई डु. अनि त्यस्तो खालको मतलब ब्लग काइन्ड अफ ब्लग आई विल मेक. अनि त्यही नै हो. सो त्यति नै हो आजलाई चाहिँ. अबदेखि चाहिँ म भिडियो हाल्छु. सो डु सपोर्ट मी गाइज है. त्यही हो अरू त के भन्नु र. त्यही नै हो. अनि त्यसपछि तपाईँहरूले पनि हाउ आर यु गाइज स्पेन्डिङ योर डे सेयर विथ मी. कसरी दिन बिताइराख्नु भएको छ के गरिराख्नु भएको छ एसी डेको स्टुडेन्ट अनि +2 को इक्जाम दिएर बसेको दाई दिदीहरू. सो त्यही नै हो. ओके बाई बाई. सी यु भेरी सुन with a blog. Thank you.